हामी सधैँ युरोपमा फुटबल बबाल छ भनेर कुरा गर्छौँ, युरोपियन फुटबलको लेभलको कुरा गर्छौँ, मल्टिपल लिग्सहरूको कुरा गर्छौँ। तर तपाईँलाई थाहा छ किन बबाल छ भनेर? म राइट नाउ चाहिँ स्विडेनमा छु, गोथनबर्ग क्यापिटल सिटी त होइन तर सेकेन्ड ठुलो सिटी हो स्विडेनको। अनि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, म वरिपरि तपाईँलाई जति देखाएँ यो सबै ग्राउन्डै ग्राउन्ड हो। यताको यो त्यो यो सबै ग्राउन्ड हो र यो ग्राउन्डमा चाहिँ मल्टिपल सेक्सनहरू छ क्या। अनि यहाँ चाहिँ इन्ट्री केही पनि चार्ज लाग्दैन है। यो ट्रेनिङहरू भइरहेछ, त्यहाँनिर चाहिँ मेबी अन्डर कतिको 4, 5, 6 कतिको भइरहेछ, यता अर्को भइरहेछ, यता अर्को भइरहेछ, अनि यता अर्को भइरहेछ र यता भइरहेछ र ट्रेनिङ भइरहेछ। अनि तपाईँले यति लेभलको कन्ट्री साइडबाट र यताबाट यसको सपोर्ट हुँदा चाहिँ ग्रोथ किन नहोस् क्या? त्यही भएर पनि युरोपियन फुटबल चाहिँ वर्ल्ड फुटबलमै टपमा छ, युरोपियन लिगहरू वर्ल्ड लिगमै टपमा छन्। त्यही नै हो मेन रिजन बिहाइन्ड चाहिँ। उनीहरूले इन्भेस्टमेन्ट गरेका छ, आफ्नो प्लेयरहरू क्रिएट गरेका छन्, सबैलाई अपर्च्युनिटी दिएका छन्। यदि तपाईँले फुटबल खेलेर आफ्नो करियर बनाउनुहुन्छ भने हियर इट इज, यहाँ छ नि त अपर्च्युनिटी। उनीहरूले लेभल दिएका छन्, प्लेटफर्म दिएका छन्, अपर्च्युनिटी दिएका छन् भने अफकोर्स प्लेयरहरू पनि साइन भइहाल्छन्।